हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी आएका छौँ मकै रोप्नको लागि ड्याङ पार्नलाई होइन। ड्याङ पार्नलाई चाहिँ यस्तो खतरा ठाउँमा छ, भिड पाहा होइन, हेर्न सक्नुहुन्छ। यस्तो गर्मी छ होइन, गर्मीमा नि आगो बाल्या छ। यही हो बारी ड्याङस्याङ पार्ने। अनि उयो दिदीको ड्याङ पार्ने चाहिँ मिस हो, भाउजू। अरू खेतालाहरू आउनु बाँकी छ। हामी चाहिँ आइसकेका छौँ। अब ड्याङस्याङ पार्दै गर्दाखेरि अलिअलि देखाउँछौँ होइन। अनि फाइनली घर जाने बेला देखाउँछु है त। इन्जोय माई ब्लग। गाह्रो छ गाइज, गर्मी छ त्यस्तै, धुलो छ त्यस्तै, पसिना जति बग्छ पानी चाहिँ त्यति खानुपर्छ है गाइज। पानी चाहिँ पिउनुपर्छ है। ल गाइज, म होइन न कालो न गोरो हुनुको कारण चाहिँ के हो भने, अब कालो हुनुको कारण चाहिँ यो काम हो खोइ, यो हो होइन। अनि हल्का फुल्का गोरो हुनुको कारण चाहिँ यो हेर्नु त ल यस्तो। अनि पाउडरै पाउडर भएपछि कहाँ कालो हुनु, के अरे सेतो हुनु। दिदी आन्टी भाउजू कस्तो भइरहेछ आज काम गरेर तपाईँहरूलाई? दिदी हाम्रो यहाँ बिमला मिसको चाहिँ ठिक छ, रमाइलो भइरहेछ। यो चाहिँ तपाईँहरूलाई के आए जस्तो लाग्छ? भ्रमण आए जस्तो लाग्छ कि पिकनिक आए जस्तो लाग्छ? हो। अनि उठेर भट्टाभट काम गर्नु। ल कहाँ बसिरह, यसरी बस्नुहुन्न भन्दै सजेसन दिँदैछु है म चाहिँ। ल गाइस, हाम्रो चाहिँ अब 1 बजेको छ। यहाँ टक्क ब्रेक टाइम, टी ब्रेक टाइम भएको छ गाइस। ल हेर्नुहोस् त दिदीलाई कति सेतो देखिया, यस्तो काले दिदीलाई। यहाँ गिलास छ, थर्मस छ। आन्टी पहिले आएर चिया खान रेडी। भाउजू आउँदै हुनुहुन्छ, अर्को भाउजू यसो यताउति हेर्दै हुनुहुन्छ। ल हाम्रो चाहिँ ब्रेक टाइम भएको छ, चिया खाने। तातो घाममा पनि हामी तातो चिया खाइदिन्छौँ, तपाईँहरू सक्नुहुन्छ। च्यालेन्ज, ओपन च्यालेन्ज। अच्छा ल गाइस, चिया पनि आइसकेको छ। चिया नि कालो छ। म अलिक के बोले भाइ, के बोले? ठिक छ ल। चियासँग डुनट पनि छ। डुनट पनि आएको छ। मेहनतको फल मिठो हुन्छ। राम्रो खालको अलि हेर्दा अलि बडा खालको त कति 1 वर्ष भएर त ल्याएको? 1 वर्ष हुन्छ अनि 1 वर्ष पाल्दा त्यत्रो राख्नु न। अनि 1 वर्ष दुःख गरे पनि त नभए सानो दिले दिन। ल फेरि चाहेपछि फेरि ड्याङस्याङ पार्नुपर्छ, बाइसाइड खानुपर्छ हाम्रो है। ल गाइस, हाम्रो फाइनली ब्रेक टाइम सकिएको छ। पाटेमा टर्केछ। हाम्रो ब्रेक टाइम सक्यो, चिया ब्रेक टाइम सक्यो होइन। अब चाहिँ मेरो काम चाहिँ के भने, फाइनली यसरी यो दाउराहरूलाई चिरिदिने। ड्याङ पार्न आएको, तर दाउरा चिर्नु पर्ने भएर दाउरा चिर्ने काम जे भयो नि गरिदिने हो नि होइन। फाइनली दाउरा चिरिसक्यो मेरो चाहिँ। दाउरा चाहिँ बारीसारी खाँदै आइरहेछन् होइन। गर्मी बहुत, गर्मी। अच्छा ल हेर्नुहोस् गाइज, सानी बच्ची लिएर हाम्रो यहाँ पास्टर दाइले खाजा बोकेर आउनु भइसकेको छ। गाइज, हाम्रो चाहिँ अब लन्च टाइम होइन, के भन्छ, डिनर टाइम भएको छ। हेत्तेरिका दुइटै बिग्रेछ। हाम्रो चाहिँ यहाँ बनभोज चलिरहेछ। बनभोजमा चाहिँ भात छ, तरकारी छ। हेर्नु ल, बनभोज चाहिँ गाइज, बनभोज खाना भए आउनुहोस् बारीमा। मल छर्दै हुन्छ, केही गर्नु पर्दैन। लोकल दाल, गाउँको अर्ग्यानिक स्पेसल दाल के मसिनको हो हैन। अनि रहर अनि यो चाहिँ एकदम
प्योर अचार मास 3 थरी मिसाएको छु भिडियोमा त गर्ने र ल गाइस फाइनली आइसकेको छ हाम्रो बनभोज रेडी भइसकेको छ अब कम पेटमा हालिसकेपछि फेरि म क्यामेरामा हुन्छ है ल गाइस हाम्रो चाहिँ बनभोज सक्यो अब मल हाल्न जाने हो टक्क हामीले पनि राम्रो के खाएको मल सल हालेर अनि फेरि बेलुका घर जाने ल गाइस फाइनली मल पनि हालियो ड्याङमा सक्यो मल सल हालेर होइन फाइनली आजको काम चाहिँ लगभग सकिन लाग्यो यता काम चाहिँ सक्यो अब माथि बारी तल बारी यताउति छ अझै गर्नलाई होइन जस हामीले बारी खन्दा यति आलु भेटाएको थियो तरकारीले काम लाग्छ यस्तो काम गर्दाखेरि एकदम इम्पोर्टेन्ट भनेको चाहिँ होइन हामीलाई के छ थाहा छ पानीको चाहिँ एकदम इम्पोर्टेन्ट छ पानी चाहिँ दह्रो खानुपर्छ हामीले पानी खाइयो अब जाने बेला एकैचोटि देखाउँछ है त ल गाइस हाम्रो फाइनली सकिएको छ ड्याङ पारेर मलसल हालेर सक्यो अब हामी चाहिँ घर जानु लाग्यो राति भइसक्यो अहिलेको चाहिँ ठिक 6 बज्यो होइन डक्क यस्तो छ ल नाइट भ्यूज होइन गाइस है त कस्तो लाग्छ यो भ्लग तपाईँहरूले लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहोस् अब यस्तै हो काम भने सानो ठुलो हुँदैन काम चाहिँ सबै गर्नुपर्छ होइन आजको कामको मिठो फल चाहिँ यहाँ छ ल बाई बाई हजुर